नमस्ते नमस्ते तपाईँहरूको फेभरेट कलर कुन हो रङ निलो तपाईँहरूको फेभरेट बाजा कुन हो बाजा बजाउनु मिल्ने चिज यसपालि के गर्ने त्यसलाई अघि प्लेनबाट ल्यान्डिङ गर्दा गर्दा एउटा कुरा नोटिस गरिरहेको थिएँ यहाँनिर चितवनमा छतमाथि चाहिँ यस्तो जस्ता राख्ने चलन रहेछ है सबका सब निलो जिस्काउनलाई राखे जस्तो कसलाई जिस्काउनु भएको त्यस्तो त्यो निलो छानाले चाहिँ त्यो छतलाई मक्किनबाट जोगाउँदो रहेछ क्या राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो चितवन अघि झर्दै गर्दाखेरि एकजना भाइले भन्नुभयो दाइ देशभरि जाँदाखेरि जसरी टुरिज्म प्रमोसन गर्नु भएको थियो एक्चुअली चितवनको पनि टुरिज्म प्रमोसन गरिदिनु होला भनेर मैले भने मेसीलाई फुटबल खेल्न सिकाउनुपर्छ रोनाल्डोलाई फुटबल खेल्न सिकाउनुपर्छ हाम्रो चितवनका हाम्रा थारू समुदायमा भएका होमस्टेहरू रिसोर्टहरूमा देख्न सकिन्छ कि यहाँको उत्पादन यहाँको लुगा यहाँको म्युजिक यहाँको खानेकुरालाई कसरी उहाँहरूले टुरिज्म प्रमोसनको लागि उहाँहरूले विश्वमा चिनाउनु भएको छ त्यो हेर्दाखेरि चितवनले चाहिँ देशलाई टुरिज्म प्रमोसन सिकाउनुपर्छ घरमा खाने आफ्नो लोकल खाना आफ्नो लोकल परिकार घरमा खाने त्यो लोकल परिकारलाई एउटा इन्टरनेसनल क्युजाइनको रूपमा उहाँहरूले प्रस्तुत गर्न सक्नु भएको छ त्यो पुरै देशले सिक्न जरुरी छ सिकाउने हेर्छ चितवनवासीले पुरै विश्वलाई टुरिज्म प्रमोसन राम्रो कुराहरू यहाँको ठाउँहरूको धेरै छन् एउटा समस्या रहेछ यहाँ हरेक वर्ष न्युजमा देख्न पाइन्छ किसानले बाटोमा दुध पोखाएको तरकारी फालेको त्यो के रहेछ भन्दाखेरि किसानले सही बजार नपाएको किसानले सही मूल्य नपाएको एउटा समस्या रहेछ केही सीमित बिचौलिया केही सीमित अनुदानले कृषि हुन्छ त्यो सस्तो जस्तो देखिन्छ त्यो सस्तो तरकारी यहाँ ल्याएर यहाँको किसानको मूल्य चाहिँ महँगो जस्तो देखाएर एउटा भ्रम सृजना गरेर किसानलाई मार्ने काम भएको छ त्यो रोक्न जरुरी छ फेरि यो चिज समाधान गर्दै गर्दाखेरि ओहो महँगो तरकारी खानुपर्ने भयो जस्तो लाग्ला त्यो भ्रम हो त्यो भ्रमलाई चाहिँ चिर्न जरुरी छ नेपालमै उत्पादन भएको सस्तो बिजुलीलाई नेपालकै सस्तो कोल्ड स्टोरमा सिजनको बेला जुन बेला तरकारी सस्तो हुन्छ त्यो बेला स्टोर गरेर राख्यो भने भोलि महँगी हुने सिजनमा सेम मूल्यमा बेच्न सकिन्छ किसानले पनि मूल्य पाउँछ खाने मान्छेले पनि सस्तोमा तरकारी किन्न सक्छ त्यो गर्न चाहन्छ तपाईँहरूले याद गर्नु भएको छ देशभरि जुन लामो दूरीको यातायात ट्रकहरूमा नारायणी लेखा हुन्छ याद गर्नु भएको छ नम्बर प्लेट जसरी त्यो लोकल बसहरू लामो दूरीको बसहरूको हब भएको छ यो चितवन त्यसरी नै पूर्वदेखि पश्चिमसम्मको तरकारीलाई कोल्ड स्टोरेजमा स्टोर गर्ने हब बन्न सक्छ चितवन त्यो बनाउन जरुरी छ देशवासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ